Oh my god, यो भ्यू त नि दामी छ। गाईको गोठ भैँसीको गोठ अनि ब्याक साइडमा अन्नपूर्ण माछा पुछ्रे अनि फ्रन्टमा हामी जस्तो राम्रो मान्छेहरू काली काली। हामी कालो भयो भने कति राम्रो छ कि, तर यो भैँसीले झन्डै हानेन म कालो कपडा लगाएर होला। म भन्दा नि कालो को आएछ भनेर चिन्दै चिनेन, तर यो भैँसी अलिक गोरेछ नि त, त्यो भएर होला। अनि यो चाहिँ आइफोनको नयाँ फिचर, तपाईँले फ्रन्ट पनि लिन सक्नुहुन्छ अनि ब्याक पनि लिन सक्नुहुन्छ। अनि अहिले चाहिँ हामी अस्ताम भिलेज टुर गर्दै थियो, यस्तो दामी सिन देख्यो नि। अब दिदीलाई झर्न गाह्रो भयो त्यहाँ। दाइ दिदीलाई हेल्प गर्नु पर्थेन? यति राम्रो ठाउँमा गोठ थियो नि। ओ माई गड, बाटो चाहिँ यस्तै हुन्छ कि। हजुर के भन्नुभयो अङ्कल? सुन्तला अघि त्यो एउटा गाडी आएको थियो नि, अन्त किनेको। दि कतिमा लिनुभयो? वा 120 रुपियाँ किलोको। ठिकै हो नि, यहाँ पोखरामै त्यति छ। अनि यहाँ माथि ल्याएर 120 मा दिनु चाहिँ ठिकै हो। अनि बुवाको घर चाहिँ कता? कता? ए यो अगाडिको हो? कता हिँड्नु भएको ह्यान्डसम भनेर? ला हिँड्दा कति राम्रो हुनुहुन्छ, कति राम्रो हुनुहुन्छ। ठिक्क छ त। अनि हामी चाहिँ भिलेज टुर गर्दा कति मजाको ठाउँ नि। ओ माई गड,